नमस्कार, गुड मॉर्निंग, सुप्रभात। एसडीएम म्युजिक मीडिया को शॉर्ट एंड स्वीट न्यूज में स्वागत छ। म एक पटक फेरि उपस्थित भइसकेको छु नेपाली खबर में। बालेन को नेतृत्व में अगाडि बढ्न केही पुराना दलहरूका नेताहरू तयारी चलिरहेको ले केही पुराना दल का नेताहरू जनमत पार्टी का अध्यक्ष डाक्टर सीके रथ, जनमुक्ति नेपाल का संस्थापक नेता रेशमलाल चौधरी सँग हिजो भेटवार्ता गरेका छन्। उता कुलमान घिसिङको उज्यालो पार्टीले रासापा पार्टीसँग अब एकता नगर्ने भएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम रासापाको प्रस्तावसँग अगाडि नबढ्न सकिने छ। अब थप संवादको लागि छलफल नगर्ने निष्कर्ष निकालिएको छ। रासापाले सभापतिको मा रवि लामिछाने, वरिष्ठ उपाध्यक्षमा कुलमान घिसिङ, प्रधानमन्त्रीमा बालेन शाह राखेको थियो। पार्टीको नाम र चुनाव चिन्ह फरक मत रहेकोले सो अस्तित्वमा मात्र एकता हुन सक्ने मत राखेको उज्यालो पार्टीले जनाएको छ। धन्यवाद।